एमाले, काङ्ग्रेस, माओवादी। तिनीहरूमाथि विश्वास नगर्नु है। 30 देखि 35 सालसम्म उनीहरू त राज गरे। हाम्रो देशमा के नयाँ परिवर्तन आएछ? भ्रष्टाचार बढेछ। हामी नेपालीहरूलाई खान पिउनेदेखि लिएर बस्न पनि अभाव छ। तपाईँहरूले, मलाई थाहा छ, उहाँहरूले आउनुहुन्छ नि भोट माग्न होइन? के तपाईँहरूले क्वेसन गर्न सक्नुहुन्न? सक्नुहुन्छ कि हुन्न? तपाईँहरूले यो 30 देखि 35 वर्षभित्र हाम्रो लागि के गर्नुभएछ? अनि आज हामीले जिताएर तपाईँलाई पठायो भने तपाईँले के गर्नुहुन्छ? के हाम्रो छोराछोरीको भविष्यको लागि केही गर्नुहुन्छ? गर्नु सक्नुहुन्न उहाँहरू, म 100% भन्न सक्छु। किनभने उहाँहरू जितेर गएपछि, प्रधानमन्त्री बनेपछि फेरि हामीलाई नै जेलमा हाल्ने हो। जसले उहाँहरूको विरुद्धमा गएछ, उहाँहरूको विपक्षी भएछ, उनीहरूलाई नै जेलमा हाल्ने हो। यो हामी सबै नेपालीलाई थाहा छ, मलाई पनि थाहा छ। के थाहा? भोलि मलाई नै जेलमा हाल्नुहुन्छ कि? तर म डराउँदिनँ। तपाईँहरू डराउनुहुन्छ, डराउनु, म डराउँदिनँ। मलाई थाहा छैन म कति दिन बाँच्छु होइन, तर म जहिलेसम्म बाँच्छु, जहिलेसम्म आफ्नो देश, आफ्नो राष्ट्र मेरो सानभन्दा पनि प्यारो छ।